झट्ट हेर्दा गृहिणी कोही होइन जस्तो लाग्छ सबैलाई। तर बिहानको उम्लिँदै गरेको चियासँगै गृहिणीको दिन पनि बिस्तारै गति लिँदै जान्छ। भान्सामा छाडछुलको आवाजसँगै उनको परिवारप्रतिको स्वास्थ्य, खुसी र भोलिको योजनामा गहिरा सोचहरू घुमिरहेका हुन्छन्। छोराछोरीको हतारो, श्रीमानको कामको तयारी र घरको अरू जिम्मेवारी बीचमा आफूलाई अन्तिममा राख्छिन् र दिउँसोको एकान्तमा केही छिन झ्यालबाट बाहिर हेर्दै उनले आफ्नो सारा थकान बिसाउँछिन् अनि फेरि मिठो मुस्कानसहित आफ्नै काममा फर्कन्छन्। बिहान दिउँसोपछि रात पर्न लाग्दै गर्दा सबै सुतेपछि मात्र उनको दिन समाप्त हुन्छ। तर पनि शान्त घरभित्र उनको मेहनतको कथा भने अझै गुन्जिन्छ। तिम्रो मुस्कान मेरो स्वर्ग हो, तिम्रो अङ्गालो मेरो घर हो, तिम्रो हाँसो मेरो धुन हो, तिम्रो आँखा मेरो आशा हो। तिमी सबैभन्दा धेरै खास लाग्छ मलाई अरू कोही भन्दा। चाहन्छु म तिम्रै हाँसो खुसी बस तिम्रो जहाँ भए पनि। झट्ट हेर्दा गृहिणी कोही होइन जस्तो लाग्छ सबैलाई। तर बिहानको उम्लिँदै गरेको चियासँगै गृहिणीको दिन पनि बिस्तारै गति लिँदै जान्छ। भान्सामा छाडछुलको आवाजसँगै उनको परिवारप्रतिको स्वास्थ्य, खुसी र भोलिको योजनामा गहिरा सोचहरू घुमिरहेका हुन्छन्। छोराछोरीको हतारो, श्रीमानको कामको तयारी र घरको अरू जिम्मेवारी बीचमा आफूलाई अन्तिममा राख्छिन् र दिउँसोको एकान्तमा केही छिन झ्यालबाट बाहिर हेर्दै उनले आफ्नो सारा थकान बिसाउँछिन् अनि फेरि मिठो मुस्कानसहित आफ्नै काममा फर्कन्छन्। बिहान दिउँसोपछि रात पर्न लाग्दै गर्दा सबै सुतेपछि मात्र उनको दिन समाप्त हुन्छ। तर पनि शान्त घरभित्र उनको मेहनतको कथा भने अझै गुन्जिन्छ।